कस्तो भाइ त आम्मा ओ भाइ रङ साइड आएर र गाडी हिँडाइदिने हो त्यतिका ओ भाइ कसरी हिँड्दै भाइ ओ गाडी हिँड त तिमीलाई क्या डिपर नगर रङ साइड आइरहेको छ तिमी यो रङ भन्छ पुरा हेर गाडी त बङ्गै हिँडेको त को बनाइदियो अब गाडी डिपर गर न डिपर यस्तो झिरेली बत्ती बालेर कहाँ हिँडेको के भयो गाडी बङ्गै हिँडेको त बनाउँदा लु होइन तिमी यो गाडी चाहिँ बनाउनु पर्छ तिमी डाइरेक्ट रङ साइड तिमीले यो के अरे डिपर पनि नगरिकन आयो हो ल अब यो गर के गर्ने भन दाजु के हो अन्त के त तिमी आफै हेर लु तिमी आफै हेर कसको गल्ती गल्ती हेर्ने गाडी बङ्गै हिँडाइदिनु भाइ यहाँ कस्तो बस्ती डिपरै नगरी आउँछ फिल्डले राति हिँड्दा यसो डिपर गरेर हिँड्नु पर्यो नि त हौ अन्त डल्ल आँखामा आइरहेछ लाइट हो म त अझ जोगाएर यता यतै हिँड्दैछु अझै यता स्पिड फेरि कस्तो छ म त त्यो के भन्छ डिपर गर्नु भुलिछु नि हौ दाजु त्यो डिपर भएन भुलेर हुँदैन के खाएको तिमीले खान त केही खाएको छैन र पनि डिपर गर्नु चाहिँ बिर्सेछु नि त लाइट बाले लाइट त हिँडिहाल्यो नि हुँदैन नि त्यसो भए गर्दैन हैन ड्याम अर्को आँखामा लाग्दा त अन्त त्यसै अन्त अन्त यो पुरै हेर्नुहोस् न गाडी यस्तो बाङ्गो पार्थ्यो हो के गर्नु अहिले तपाईँलाई थाहा छ अहिले बेलुका जति पनि अब ड्राइभिङमा होइन हिँड्दाखेरि अब गाडी कुदाउँदाखेरि एकदमै डिपर गरेर हिँड्नुपर्छ होइन स्पिड पनि हिँड्नु भएन होइन नराम्रो अल्कोहल कन्ज्युम पनि गरेर गाडी कुदाउनु हुँदैन सेफ ड्राइभ सेफ लाइफ हो नि आफ्नो लाइफको लागि चाहिँ आफूले होइन सुरक्षा हुनु पर्यो नि त ड्राइभ गर्दाखेरि अब लो बिममा हिँड्नु पर्यो उता आउँदैछ भने आफूले डिपर गरिहाल्नु पर्यो नि त त्यो छैन नि त अहिले त्यसले गर्दाखेरि यसरी दुर्घटनाहरू बेसी भइरहेको छ अहिले होइन भन त अब तपाईँलाई भन्यो भने राम्रो लाग्छ होला होइन त्यो चाहिँ आफै अब के होइन अब के गर्ने तिमी मलाई बनाइदेऊ हो मेरो गाडी कति खर्च लाग्छ बनाइदेऊ तिमीले डिपर नगरेर सिधा आएको भए तिम्रो त बेसी उयो भएको छैन हो तर तिम्रो भन्दा मेरो बेसी ड्यामेज छ तिमी उयो गर म ग्यारेजमा लगेर उयो गर्छु ल हुन्छ ल धन्यवाद ल भाइ हेलो नमस्ते म पल्वन सुब्बाको तर्फबाट यस भिडियो मार्फत है यो मेसेज लिएर आएको छु किनभने है हामी राति है अब यसरी ड्राइभहरू गर्छौँ होइन ड्राइभहरू गर्दाखेरि चाहिँ हामीले है विशेष गरेर चाहिँ अब लाइट चाहिँ डिपर गरिदिने भन्ने म आशा राख्न चाहन्छु किनभने यो डिपर नगर्नुको कारणले गर्दाखेरि धेरै बेलुका समस्या भएर दुर्घटनाहरू भइरहेको हामीले देखिरहेको छौँ है र प्लिज हामीले अब गाडीहरू कुदाउँदाखेरि बेलुका है डिपर गरिदिने है र यो मेरो भिडियोको है कन्सेप्ट कस्तो लाग्यो कन्टेन्ट कस्तो लाग्यो है तपाईँलाई जति सक्दो है मन परेन सेयर लाइक गरिदिनु होला र यो मेरो भिडियोको विषयले कसैले जीवनमा मेल खायो भने हामी सम्पूर्ण दर्शकबिनहरूलाई पनि माफी माग्न चाहन्छौँ थ्याङ्क यू